हेर्न कि मलाई सिंहदरबार जानुपर्ने अवस्था छैन, आवश्यकता पनि छैन। त्यसबाहेक हामीले भनेको चाहिँ यो देशमा चाहिँ नागरिकलाई गरिखान सहज होस्, दोस्रो दर्जाको नागरिक भएर अर्काको देशमा चाहिँ काम गर्नु नपरोस्। 75,000 चाहिँ अहिले प्रत्येक महिना चाहिँ विदेशीको पर्ने अवस्था छ, रोजगारी नपाएर। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको यी कुराहरू चाहिँ समाधान माग मुद्दा लिएर कतै मन्त्रालयतिर सरकार प्रधानमन्त्रीलाई भेट्ने यस्तो त्यो कति सोच राख्नु भएको छैन? होइन, यो त प्रत्यक्ष सार्वजनिक रूपमा चाहिँ सबैको अगाडि पुग्ने कुरा हो। किन प्रधानमन्त्रीले खोपी भित्र अहिलेको प्रधानमन्त्रीले भेट्ने पऱ्यो भने खोपी भित्र गएर भेट्नुपर्छ। त्यो त प्रधानमन्त्रीको कार्यालयबाट खोपी नै हुन्छ, नकारात्मक तरिकामा होइन। त्यस हामीले भन्ने कुरा सार्वजनिक रूपमा भन्ने, उनीहरू कोठाभित्र गरी किन भन्ने, सार्वजनिक रूपमा भनिरहेको छ। मधेसमा जुन धर्मका नाममा गोली हानियो, अहिले यो सरकार त त्यही रगतबाटै आएको सरकार हो, धेरैजना गोली खाएर। अनि यो सरकारले पनि यो अवस्था दोहोऱ्यायो, यसमा के फरक पाउनुभयो पहिले र अहिलेको सरकारमा? द्वन्द्व नियन्त्रणको कुरा, द्वन्द्व नियन्त्रणको अवस्था त काहीँ पनि चाहिँ तपाईँको केही पनि नयाँ बदलाव आएको छैन। रेन्जी आन्दोलनमा चाहिँ जुन तरिकामा चाहिँ मान्छे मारियो, युवा मारियो, त्यो तरिकामा चाहिँ यतिखेर पनि मारिएको थियो। हुँदाखेरि चाहिँ सरकारले यसले कसरी ह्यान्डल गर्न सक्थ्यो भन्दाखेरि अश्रु ग्यासको सङ्ख्या फेरि बढाएको, रबर बुलेट्स, ठाडै एसएलआर लाइभ एमिनेसन भएपछि चाहिँ कुनै पनि द्वन्द्वहरू रोक्न जाँदाखेरि हान्ने भने गोली एसएलआर दिएको छ पुलिसलाई। अनि बेसी राज्यले यसमा त जिम्मेवार हुन्छ, नन लिथल वेपन त लिएर आउनु पऱ्यो। हालैमा सरकारको तपाईँले पछिसम्म विरोध गरिरहनु भएको थियो 100 दिनको कामबारे पनि। यो सरकार 5 वर्ष जान सक्छ कि छैन पछिल्लो समयको क्रियाकलापहरू हेर्दाखेरि? यस्तो विरोध भन्नेलाई नभन्दा हामीले भनेको चाहिँ मार्ग निर्देशन लगाएको। प्रतिपक्ष यदि बोल्दैन भने सरकारले गलत गर्दाखेरि पनि सिलिन्डर चाहिँ तपाईँको पाएन, सिलिन्डर पाएन भनेर जनता त घरमा बसेर कोही बोल्ने अभियन्ता अथवा चाहिँ भोकल मान्छेहरूले बोल्दैन न त एक तरिकाको चाहिँ तपाईँको प्रेसर छ है। त्यसबाहेक चाहिँ तपाईँको यो सायद धेरै घटनाहरू यो चाहिँ उठाइदिनै पर्छ कि प्रतिपक्षको भूमिका जसले खेलिरहेको छ उनीहरूले नउठाउँदासम्म ध्यान आकर्षण हुँदैन। त्यो कारणले विरोध होइन, यसलाई सत् मार्गदर्शन हुन्छ। यो सरकारले देश बनाउँछ जसरी रविलाल छानेले बाल्मिकी देश बनाउँछ जस्तै हालैमा सरकारले देश बनाउँछ कि? देश बनाउनेको परिभाषा सबैको फरक हुन्छ। जस्तो हामीले चाहिँ अहिले पनि विकास भनेको के भन्दाखेरि सडक र पुलमा अड्केर हुँदैन, त्यहीमा अड्किरहेको छ। सडक र चाहिँ पुलभन्दा हामीलाई अहिले चाहिएको विकास भनेको मानव विकास हो। आफ्नो देशमा चाहिँ गरिकन पाऊँ, कुनै पनि अर्को देशमा गएर चाहिँ हामीले रोजगारी खोज्नु नपरोस्, दोस्रो दर्जाको नागरिक भएर अरू देशमा जानु नपरोस्। त्यसबाहेक चाहिँ यो देशमा चाहिँ हस्पिटलमा जाँदाखेरि चाहिँ छिटो सेवा पाओस्, शिक्षा स्वास्थ्य चाहिँ एक्सेसिबल र अफोर्डेबल होस्, हाम्रो जीवनस्तर बढ्यो। हामीले चाहिँ 1 महिना पुगेर चाहिँ मासुभात